बुढो, आज त हजुरले मेरो सिउँलो भरिदिएको दिन। त्यतिखेर हामी मात्र 16 वर्षको थिए। हामीले बिहे गरेको पनि यति चाँडै 10 वर्ष भएछ है। म त्यो सानो बेलामा हजुरको घरभित्रको दिनमा त म राम्रोसँग पनि हिँड्न सक्दैन थियो, अहिलेको जस्तो सक्षम पनि थिएन। कसैको हात समाएर डोराएर हिँड्नु पर्थ्यो, धेरै आँखा पनि देख्दैन हैन। तर पनि हजुरले एउटा श्रीमतीको रूपमा अपनाएको दिन आज। कतिले त मलाई लत्यायो, कतिले त रुवायो, कतिले त बिच बाटोमै छोडेर गयो, तर हजुरले कहिले पनि त्यस्तो हुन दिएन। कति साथीसँगै त मसँग हिँड्नलाई पनि लाज लाग्थ्यो हैन। कतिले त आफ्नोपनको महसुस गराएर मजाक बनाएर उडाएर छोडेर गयो, तर आफ्नो श्रीमान भनेको त सिउँदोको सिन्दुर हो, जहिले पनि शिरमा नै हुँदो रहेछ। बुढो, त्यो 10 वर्षको भित्रमा हामीले यति धेरै दुःख पायो कि हैन। हजुर त्यो क्रसरमा काम गर्दाखेरि कति हातमा ठेलाहरू उठ्थ्यो हैन। तर हजुरलाई तताएर, तेल तताएर त्यो हातखुट्टामा लगाइदिने पनि हामीसँग पैसा हुँदैन थियो। हजुर मात्र 6000 तलबमा यति धेरै काम गर्नुहुन्थ्यो कि हैन। तर त्यो 6000 पनि हामीलाई पुरा दिँदैन थियो, किनभने हजुरलाई हिसाब गर्नै आउँदैन थियो। अहिले त्यो मान्छेले मेरो भिडियो हेरिरहेको छ भने अवश्य पछुतो होस्। त्यसमाथि कोठा भाडा, त्यसमाथि खाना खर्च, त्यसमाथि म बिरामी हुँदा हामी दुईजनाले एउटै कपडामा वर्ष बिताएको थियो है। हेर न बुढो, त्यो समयमा पनि कति बाधा अर्जनहरू आएको थियो है हजुरलाई मलाई छुट्याउनको लागि। तर पनि मैले कहिले पनि हजुरको साथ छोडेर गएन नि। हजुरलाई दुःख पाएको भनेर कहिले पनि एक्लो हुने गरेर छोडेर गएन नि। किन थाहा छ, म पनि अन्धी छु, मलाई कसले पो साथ दिएला र। हजुर बाहेक राम्रो जीवनसाथी मेरो को नै छ र। बाबा आमाको काखपछि हजुरले बाबा आमाको माया दिएर मलाई साथ दिनुभएको छ। केही छैन बुढो, मैले त मुखले प्यार भन्ने भए केही गर्न सकेँ।